आदरणीय गेलालाई चाहिँ मेरो अब भित्रै हृदयबाट जो चाहिँ मैले अनुभव गरेको जुन समयमा यो मञ्जुश्री खोल्नु भएको थियो त्यस समयको अलिकति पछिदेखि नै म आएको थिएँ अक्षर सिक्नु। त्यति बेला यहाँ गेला चाहिँ एकदमै यङ हुनुहुन्थ्यो है। त्यसको बादमा म धेरै वर्ष ग्याप भएँ। म आफै पनि धेरै दुःखमा अब त्यो मेरो पूर्वजन्मको कमाइ होला। दुईचोटि क्यान्सर भएर म एकदमै बेसी एब्सेन्ट भएँ है। फेरि पछि मैले सिकेँ है, धेरै पछि सिकेँ। पेजा पढ्नु चाहिँ सक्ने भएपछि फेरि म आउनु छोडेँ। फेरि लास्ट इयरदेखि जोइन गरेको विन्टरमा खुट्टाले हिँड्नु नभएर फेरि म धेरै समय फेरि ओछ्यानै परेँ। त्यस्तो छ है। अनि अघि यहाँ नानीले भन्नुभएको 3वटा भाँडामध्ये म चाहिँ एउटा भाँडा रहेछु जस्तो लाग्यो मलाई फेरि जोइन गर्दा। त्यो चाहिँ के अरे भित्र पानी चाहिँ पस्छ मुनि चुने भएको त्यो भाँडा चाहिँ म रहेछु जस्तो लाग्यो एकदमै। अब नानीले राम्रो कुराहरू गर्नुभयो है। अनि हो त्यस्तो खालको उयोहरू छ। तर एउटा के हो म गर्छु सक्छु होला, मेरो समय त्यसै फ्याँक्दिनँ। जिउले नसक्यो भने मनले चाहिँ म अलिकति उयो छु, अलिकति गर्नु सक्छु भन्ने खालको मेरो स्वभाव चाहिँ त्यो खालको छ। र म चाहिँ तल हर्सिङबाट आउँछु एभ्री डे है। यसरी चाहिँ मेरो दिनचर्या चल्छ र घरमा मेरो हेल्प गर्ने त्यति कोही पनि छैन। म आफै दुःख गरेर यसरी आउँछु। घरमा गएपछि फेरि त्यो पेज पढ्नु भ्याउँदिनँ रहेछु मैले एकदम। अघि यहाँ हाम्रो आजीले भन्नुभएको जस्तो 70+ गरेको मान्छेहरूलाई चाहिँ अलिकति साह्रो पनि पर्छ रहेछ। फिजिकली पनि सक्दैन रहेछ है, अनि मेन्टली पनि नसक्दो छ। तर पनि हाम्रो अब कोसिस चाहिँ जारी छ। सधैँ हामी चाहिँ एउटा के अरे लद्दु स्टुडेन्ट भए पनि स्टुडेन्ट चाहिँ भएर सबैको सहयोग पाइरहँ यसरी नै है। आदरणीय गेलाको पनि स्वास्थ्य राम्रो होस्, हामी यही कामनासँगै आजको टिचर्स डे चाहिँ को चाहिँ सबैलाई उयो गर्छु, धन्यवाद दिन्छु। तपाईँहरू